के कहिल्यै सोच्नु भएको छ एउटा यस्तो अदृश्य सुरक्षा कवच छ जुन हामी जन्मनुभन्दा अघिदेखि नै हाम्रो पर्खाइमा हुन्छ? सामान्य नागरिकले जान्नै पर्ने संविधानका नियम, जीवनभर चाहिने कुरा भन्ने आजको यस व्याख्यामा स्वागत छ। आज हामी त्यही शक्तिशाली कवच अर्थात् नेपालको संविधानलाई एउटा बाक्लो कानुनी किताबबाट निकालेर जीवनभर काम लाग्ने व्यावहारिक मार्गदर्शकको रूपमा डिकोड गर्दैछौँ। धेरैलाई लाग्न सक्छ संविधान भनेको त केवल नेता र वकिलहरूले मात्रै बुझ्ने कुरा हो। तर के एउटा मात्रै दस्तावेजले हाम्रो सम्पूर्ण जीवनलाई निर्देशित गर्न सक्छ त? पक्कै सक्छ। यो कुनै अमूर्त नियमको सङ्गालो मात्र होइन, यो त एउटा यस्तो जीवित सम्झौता हो जसले एक नागरिकको पहिलो सासदेखि लिएर भविष्यमा करियर निर्माण गर्नेसम्मका हरेक चरणमा एउटा अदृश्य अङ्गरक्षकको काम गरिरहेको हुन्छ। अब सिधै प्रस्तावनाको ऐतिहासिक पाठतर्फ हेरौँ। यो केवल एउटा सामान्य परिचय पक्कै होइन, यो त राज्यले आफ्ना नागरिकलाई गरेको एउटा ऐतिहासिक वाचा हो। वर्षौंको सङ्घर्षपछि यसले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने कडा अठोट गरेको छ। यसको मूल मन्त्र नै विविधतालाई सम्मान गर्दै एउटा समतामूलक समाज निर्माण गर्नु हो। नागरिकको यो यात्रा कहाँबाट सुरु हुन्छ त? पक्कै पनि जन्म र नागरिकताको अधिकारबाट। राज्यसँग कुनै पनि व्यक्तिको पहिलो औपचारिक चिन्जान जन्मबाटै सुरु हुन्छ र यहाँनिर यो दस्तावेज कति तार्किक छ भने यसले कसैलाई पनि राज्यविहीन हुन दिँदैन, चाहे बाबु वा आमा नागरिक भएको अवस्थामा वंशजको आधारमा होस् वा नेपालमा फेला परेका तर अभिभावकको ठेगाना नभएका बेवारिसे नाबालकलाई होस्। त्यति मात्र होइन, नेपाली आमाबाट जन्मेका तर बाबुको पहिचान नभएका व्यक्तिहरूलाई समेत यसले बिना भेदभाव राष्ट्रिय पहिचान र अधिकार सुनिश्चित गरिदिन्छ। साँच्चै गजब छ नि, होइन र? पहिचान त बन्यो, अब कुरा गरौँ हाम्रो स्वतन्त्रता र दैनिक जीवनको। मानिसहरू हुर्कँदै जाँदा समाजमा उनीहरूको उपस्थिति पनि बढ्दै जान्छ। यहाँनिर एउटा साँच्चै रोचक कुरा के छ भने यसले प्रेस र अभिव्यक्तिको स्वतन्त्रतालाई फलामे पर्खाल जस्तै बलियो बनाएको छ। विचार गर्नुस् त, कुनै पनि समाचार मुद्रण वा प्रकाशन गरे बापत कुनै पनि सञ्चार माध्यमलाई बन्द गर्न पाइँदैन, उपकरण जफत गर्न पाइँदैन र दर्ता खारेज गर्न पनि पाइँदैन। यो कुनै सामान्य कानुनी व्यवस्था मात्र होइन, यो त हाम्रो लोकतन्त्रको प्राण नै हो। तर यो पनि सत्य हो कि यो दस्तावेज दौडमा अगाडि हुनेहरूका लागि मात्र पक्कै होइन। राज्यका नीतिहरूले समाजका पछाडि परेका वर्गलाई एकदमै विशेष ध्यान दिएका छन्। आदिवासी जनजाति, सीमान्तकृत, अल्पसंख्यक र पिछडिएका समुदायको संरक्षण, उत्थान र विकासका लागि राज्यले विशेष व्यवस्था गर्ने नीति लिएको छ। यसको मुख्य उद्देश्य भनेकै दैनिक जीवनमा सबैले समान र न्यायोचित अवसर पाउन सकुन् भन्ने हो। समाजमा हुर्किसकेपछि हाम्रो आवाज र निर्वाचनको पालो आउँछ। उमेर पुगेपछि हरेक नागरिक राज्य सञ्चालनको हिस्सेदार बन्छ र राष्ट्रको भविष्य कोर्न आफ्नो भोटको प्रयोग गर्छ। उमेरकै कुरा गर्दा कानूनले गजबको सन्तुलन मिलाएको छ। व्यवस्थापिकाका अङ्गहरूमा जस्तै प्रतिनिधि सभाको उम्मेद्वार बन्न कम्तीमा 25 वर्षको युवा ऊर्जा चाहिन्छ भने राष्ट्रिय सभाको सदस्य बन्न कम्तीमा 35 वर्षको परिपक्वता अनिवार्य गरिएको छ। ऊर्जा र अनुभवको कस्तो राम्रो तालमेल! अब यी करोडौं आवाजहरूलाई निष्पक्ष रूपमा व्यवस्थापन गर्न को खडा छ त? निर्वाचन आयोग। यो लोकतन्त्रको एउटा यस्तो स्वतन्त्र र अधिकार सम्पन्न रेफ्री हो जसले राष्ट्रपतिको चुनावदेखि वडाध्यक्षसम्मका सबै निर्वाचनहरू पूर्ण रूपमा तटस्थ र पारदर्शी भएको सुनिश्चित गर्दछ। यो संस्था कति निष्पक्ष हुनुपर्छ भन्ने कुरा यसको नेतृत्वको योग्यताबाटै छर्लङ्ग हुन्छ। प्रमुख निर्वाचन आयुक्त हुनका लागि नियुक्तिको बखत कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्छ र उच्च नैतिक चरित्र भएको हुनुपर्छ भन्ने अत्यन्तै कडा शर्त राखिएको छ। यसले हाम्रो लोकतान्त्रिक प्रक्रियालाई सुरक्षित मात्र राख्दैन, कसैको दबावमुक्त पनि बनाउँछ। अब लागौं न्याय र राज्यको संरचनातर्फ, जसले हाम्रो दैनिक जीवनलाई थप व्यवस्थित बनाउँछ। जीवनभरका विभिन्न मोडहरूमा कहिलेकाहीँ संरचनात्मक आवश्यकता वा विवादहरू उत्पन्न हुन सक्छन्। यस्तो अवस्थामा सर्वोच्च अदालत नागरिकको अधिकार रक्षा गर्ने अन्तिम किल्ला हो। यससँग यति असाधारण अधिकार छ कि यदि कुनै कानुन संविधानसँग बाँझिएको छ भने यसले त्यसलाई पुरै बदर गरिदिन सक्छ र यदि अरू उपायहरू अपर्याप्त भए भने बन्दी प्रत्यक्षीकरण जस्ता विशेष आदेशहरू जारी गरेर नागरिकलाई न्याय दिलाउने यसको सबैभन्दा शक्तिशाली अस्त्र हो। तर राज्यको शक्ति र न्याय राजधानीमा मात्र सीमित छ त?
पक्कै छैन। यो शक्ति वडा स्तरको स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घीय तहसम्म एकदमै व्यवस्थित रूपमा फैलिएको छ। यसरी अख्तियार तलसम्म बग्दा शासन सोझै नागरिकको घरदैलोमा पुग्छ र स्थानीय सेवाहरू अत्यन्तै प्रभावकारी रूपमा प्रभाव हुन्छन्। यो भनेको साँच्चीको विकेन्द्रीकरण हो। र अन्त्यमा विभिन्न आयोगहरू र भविष्यको सुनिश्चितताको बारेमा पनि कुरा गरौँ। जब मानिसहरू आफ्नो व्यावसायिक करियर निर्माण गर्न थाल्छन्, राज्यले उनीहरूको भविष्य सुरक्षित गर्न समर्पित संवैधानिक निकायहरू खडा गरेको छ। सार्वजनिक क्षेत्रमा प्रवेश गरी देशको सेवा गर्न चाहनेहरूका लागि लोक सेवा आयोग एउटा मुख्य प्रवेशद्वार हो। यो पूर्ण रूपमा योग्यतामा आधारित छ, जहाँ भनसुनले होइन, केवल क्षमताले काम गर्छ। यस संस्थाले सेना, प्रहरी लगायतका निजामती सेवा र सङ्घीय प्रणालीका नियुक्तिहरू पूर्ण रूपमा पारदर्शी रहेको सुनिश्चित गर्छ। कुनै पनि पक्षपात बिना सञ्चालन हुने निष्पक्ष लिखित परीक्षाको माध्यमबाट यसले सक्षम नागरिकहरूलाई जीवनभरको स्थिर र सम्मानित करियरको अवसर प्रदान गर्दछ। यो भनेको मेहनत गर्नेहरूका लागि एकदमै ठूलो आश्वासन हो। नागरिकको यो सम्पूर्ण जीवनचक्रलाई सङ्घीय संरचनाले माथिबाट पनि सुरक्षा दिइरहेको हुन्छ, जसमा राष्ट्रिय रक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, ठूला पूर्वाधार र हवाई उड्डयन जस्ता विशाल र गहन जिम्मेवारीहरू पर्दछन्। यी सबै कुराहरू सङ्घीय अधिकारको सूचीमा एकदमै स्पष्ट रूपमा बाँडफाँड गरिएका छन्, ताकि देश बिना कुनै अवरोध सुचारू रूपमा सञ्चालन हुन सकोस्। यो समग्र यात्राबाट हामीले एउटै कुरा बुझ्न सक्छौँ। संविधान भनेको अदालतको दराजमा थन्किने बाक्लो कानुनी किताब मात्रै पक्कै होइन, यो त जीवनभर साथ दिने एउटा शक्तिशाली हतियार हो। अब सोच्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्न यो हो, आम नागरिकले आफूलाई नै दिएका यी अधिकार र व्यवस्थाहरूको प्रयोग गरेर आफ्नो समुदायको भविष्य कसरी कोर्नेछन्? अधिकार त हाम्रै हातमा छ, अब यसको सही उपयोग गर्ने पालो पनि हाम्रै हो।